त्यही भएर अब ढाबातिरै ससुराल बनाउ सोचिरहेको छ। छोटे अनि सरर आयो त छोटेको जत्रै रहेछ त हौ यो होइन छोटेको मन है छोटेको मुटु यत्रै छ भने क्या। हेलो एन्ड नमस्ते सम्पूर्ण साथीहरूमा। सो वेलकम टु माई अनदर एपिसोड। सर्वप्रथम त यहाँहरू सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा रङ्गीन पर्व होली 2081को शुभकामना व्यक्त गर्दछु। आज भने म कहाँ जाँदैछु भने एउटा राइजिङ स्टार नेपाली फुटबलको साइनिङ राइजिङ स्टार जो चाहिँ एकदमै अहिले नेपाली फुटबलले खोजिरहेको र नेपाली फुटबलमा अहिले चम्किरहेको एउटा तारा। हि इज नन अदर देन एरोन थापा एके छोटे। सो कान्छो पनि हो मेरो चाहिँ एज अ कान्छो भाइ जस्तो पनि हो छोटे। सो छोटेलाई म लिन गइरहेको छु र छोटे चाहिँ भर्खरै एनएसएलमा अनुबन्धित भएको छ। सो थोरै कन्ट्रोभर्सीहरू पनि थियो एनएसएलमा। त्यो कन्ट्रोभर्सीहरू चाहिँ आउट गरेर फाइनली नेपाली फुटबलले छोटेलाई चिनेको छ एरोन थापालाई र अहिले चाहिँ त्यो एउटा बिग प्लेटफर्मको रूपमा एनएसएलमा चाहिँ उसलाई झापा एफसीले अनुबन्धित गरेको छ। सो स्पेसल हार्टली थ्याङ्क्स भन्न चाहन्छु म एकदम हार्टली नेपाली फुटबल फ्यानहरूको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट एनएसएल टिम झापा एफसीलाई म विशेष धन्यवाद दिन चाहन्छु। र झापा एफसीमा मेरो अनन्य मित्र प्रवेश कटुवालजी पनि हुनुहुन्छ एज अ कोचको रूपमा भने क्लब पनि मेरो साथीहरूले नै हेरिराख्नु भएको छ। फाइनली उहाँहरूले एउटा राइजिङ स्टार एउटा डायमन्ड जो चाहिँ 20 वर्षको उमेरको एउटा डायमन्डलाई चिनेको छ त्यसको लागि पनि बिग रेस्पेक्ट दिन चाहन्छु एनएसएल टिम झापा एफसीलाई। झापा एफसीको क्लोज क्याम्प सुरु भइसकेको छ त्यस कारणले गर्दाखेरि चाहिँ सो छोटे चाहिँ अहिले झापामा छ बिर्तामोडमा क्लोज क्याम्पमा बसिरहेको छ। सो अहिले आज उसको 11 बजीसम्म चाहिँ ट्रेनिङ सेसनै चल्छ। ट्रेनिङ सेसन पश्चात चाहिँ आज चाहिँ एउटा एज अ होली पर्व पनि भयो र फेरि बाइ द वे के हो भने छोटे चाहिँ अनि उसको गेम त एकदमै बबालै छ त्यो भन्नै पर्दैन तर गेमको बावजुद पनि छोटे चाहिँ मेरो एज अ सानो भाइ कान्छा भाइ जस्तो हो। किनभने मेरो छोटे चाहिँ अब डोनाको फ्यामिलीबाट बिलङ गर्छ। डोना माइलो मेजु र छोटे यी तिनवटा चाहिँ मेरो एकदम भाइहरू जस्तै हुन्। एकदम क्लोज रिलेसन छ यिनीहरूसँग चाहिँ मेरो फ्यामिली रिलेसन छ। सो छोटे अहिले बिर्तामोड आइरहेको छ क्लोज क्याम्पको लागि। उसलाई लोन्ली फिल हुन्छ भनेर चाहिँ आज चाहिँ अब मेरो दिदीले पनि सो रिसेन्टली युकेबाट आइराख्नु भएको छ। दिदीले पनि छोटेलाई कान्छालाई आज खाना खुवाउने बोलाउनु भनेर भन्ने कारणले गर्दाखेरि होलीमा यसो फ्यामिली गेट टुगेदर पनि गर्ने भन्ने कारणले गर्दाखेरि चाहिँ छोटेलाई मैले रेडी भइराखेँ भनेर भनेको थिएँ। अनि ऊ रेडी भइरहेछ उसलाई ल्याउने लिनु गएको म अहिले। सो लिएर आए पश्चात चाहिँ उसलाई भरे फेरि पनि म अन टाइम क्लोज क्याम्पमै पुऱ्याइदिन्छु उसको होटल बसेको होटलमै। र अहिले चाहिँ भर्खरै फोन गर्दा चाहिँ छोटे चाहिँ ट्रेनिङ सकेर चाहिँ आइस बाथ लिइरहेको छु दाइ भन्दै थियो। अनि त्यहीँ बस्दै गर म आउँछु भनेर अब उसको होटलमा चेन्ज गरेर अनि ल्याएर घरमा एकछिन फ्यामिली गेट टुगेदरमा बस्ने। अनि त्यो पछाडि फेरि छोटेलाई म ब्याक टु उसको बिर्ताबाटै पुऱ्याइदिन्छु। उसको जहाँ चाहिँ क्याम्प चलिरहेको छ त्यहाँ क्याम्पमै पुऱ्याइदिन्छु। छोटे वेलकम। छोटे कहाँ गयो भन्दैछ कि मलाई। छोटे अनि बसाइ कस्तो छ? फेरि पनि नमस्ते दाजुको भिडियोमा आइयो भ्लगमा आइयो। जस्ट बसाइ राम्रै भइरहेछ ट्रेनिङहरू पनि राम्रो हुँदैछ। र हामी अब यहाँबाट चाहिँ हाम्रो एउटा फ्रेन्डली म्याच हुन्छ त्यस रातै हामी चाहिँ लाग्छौँ काठमाडौँतिर एनएसएलको अब सेड्युल तयार छ। कति देखिछ छोटे? कतिदेखि छ त्यो सरेछ भन्ने कुरा थियो हो कि होइन अलिक त्यो चाहिँ कन्फर्म भएको छैन। सो धेरैलाई चाहिँ के थियो भने एरोन थापा चाहिँ झापा एफसीमा ल्याएको छ कसरी आयो अब बिचमा अलिकति विवाद पनि थियो नेपाली फुटबलको। म चाहिँ के भन्छु भने यतिको पोटेन्सियल पावर भएको त्यो मैले त्यो अर्थमा कुरा गरेको होइन। अब ऊ मेरो भाइ हो भनेर मैले मेरो भाइ हो भाइ चाहिँ गर्नैपर्छ भन्ने होइन। तर चाहे जोसुकै होस् यतिको क्षमता भएको केटालाई चाहिँ नेपाली फुटबलले न्याय गर्नुपर्छ।
जस्तो लाग्छ मलाई र गर्नु पनि पर्छ। किन नेपाली फुटबलको स्थिति यो अवस्था पुगिसक्यो। अब हामीले यस्तो खालको यो यतिको निक्लिँदै गरेको स्टार साइनिङ स्टारहरूलाई जसबाट चाहिँ हामीले नेपाली फुटबलमा धेरै आशा गर्न सकिन्छ, त्यो खालको त्यो लेभलको प्लेयरहरूलाई अन्याय गर्दाखेरि जस्तो एनएसएलकै कुराहरूमा हिजो नाम सर्टिङ गर्दाखेरि नाम नभएको कुरो सत्य कुरा हो। पछि करेक्सन गर्यो, त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद नेपाली फुटबल र एनएसएल टिम लगायत सम्पूर्ण जसले गर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्छु। किनकि एरोन थापा जतिको खेलाडी चाहे नट अन्ली एरोन थापा के सबै नेपाली खेलाडी जसको क्षमता छ, धेरै अहिले पनि धेरै खेलाडीहरू अन्यायमा परेको छन्, त्यो पक्कै पनि। म चाहिँ के भन्छु भने हिजो जेसुकै भए पनि जस्तोसुकै भए पनि हिजो कतिपय कुराहरू चाहिँ डोरा थापाको भाइको इस्युज बनाएर भन्ने कुरा पनि आएको छ। उसको दाजु भाइ अथवा थर्ड पर्सन कोसँग इस्युज भएर उसलाई अन्याय गर्नु त राम्रो होइन नि। चाहे एरोन थापा होस् चाहे अरू राम श्याम जोसुकै होस्, तर नेपाली फुटबलमा यतिको पोटेन्सियल पावर भएको केटो चाहिन्छ। यो केटोलाई के गर्न सकिन्छ भन्ने मलाई चाहिँ लागेपछि चाहिँ मैले अब चाहिँ आवाज उठाउनुपर्छ भन्ने लागेर मैले त्यो आवाज उठाइदिएको हो र अझै पनि उठाउँछु। फेरि नेपाली फुटबलमा चाहिँ म चाहिँ फेरि एकदमै खुलेर खबरदारी गर्छु, जुन चाहिँ गलत छ भने नट अन्ली फुटबल हरेक कुरामा त्यो गलत छ भने गलतै भन्नुपर्छ त्यो कुरालाई, मलाई त्यस्तो लाग्छ। अनि क्याम्प बसेहरू कस्तो छ छोटे? राम्रो हुँदैछ सबै कुराहरू। हाम्रो दादाहरूले हेर्नु भएको छ, एकजना हुनुहुन्छ यस ट्रेनिङहरू सबै कुराहरू टाइम टेबल राम्रो, सबै कुराहरू राम्रै भइरहेछ। अझै हाम्रो फरेनर प्लेयरहरू चाहिँ आउनु भएको छैन, उहाँहरू आइसकेपछि चाहिँ टिम एक्जिट भइसकेपछि चाहिँ देश राम्रो हुन्छ, राम्रो हुनेवाला छ भनौँ न। जस छोटेलाई झापाले फाइनलले एकदमै माया गरेको छ र झापा एफसीलाई एनएसएल लिग च्याम्पियन बनाउनु ठुलो सहयोग गर्छ। छोटेको चाहिँ त्यसमा सपोर्ट हुन्छ, छोटेको एफोर्ट हुन्छ भन्ने मैले विश्वास गरेको छु। त्यो कुरामा छोटेले 100% एफोर्ट दिन्छ। त्यसले गर्दाखेरि अब छोटेको गेम तपाईँले हेर्दै जानुहुन्छ पक्कै पनि। अब एनएसएल केही हप्तादेखि सुरु छ, प्रत्यक्ष प्रसारण पनि हेर्नु पाउनुहुन्छ र छोटेको गेमलाई चाहिँ तपाईँले जजमेन्ट गर्न सक्नुहुन्छ, हेर्नुहुन्छ। तर हामी सबैले यतिको खेलाडीलाई एरोन थापा जतिको छोटे जतिको खेलाडीलाई हामीले माया गर्नुपर्छ र त्यो ठाउँसम्म पुर्याउन हामी सबैले सहयोग गर्नुपर्छ। र देशभरि धेरै एरोन थापाहरू यसरी बसेका छन्, त्यसको लागि जसरी मैले आवाज उठाएँ एउटा एरोन थापाको लागि, त्यसरी नै तपाईँहरूले पनि देशको कुना कुनाबाट आवाज उठाइदिनुपर्छ भन्ने मलाई लाग्छ र तपाईँले पक्कै पनि उठाउनुहुन्छ। नेपालमा एउटा चाहिँ राम्रो छ फेरि के छ भने अरू प्रतिनिधिहरू फुटबलमा कस्तो छ, फुटबललाई झाँक्नेहरू कस्तो छ, त्यसले डजन्ट म्याटर, त्यसले खासै अर्थ राखेको छैन। तर फुटबल लभरहरू चाहिँ एकदमै प्योरिटी छ है, प्योरिटी होइन, एकदमै ट्रान्सप्यारेन्ट छ। नेपालमा फुटबल लभर जो फुटबल फ्यानहरू छ, नेपाली फुटबललाई माया गर्नेहरू, उहाँहरू एकदमै प्योरिटी हुनुहुन्छ। उहाँहरू चाहिँ लाइक वाटर बोटल जस्तो ट्रान्सप्यारेन्ट हुनुहुन्छ। उहाँहरूले चाहिँ एकदमै गेमलाई चाहिँ उहाँको कला खेललाई चाहिँ एकदम कदर गर्नुहुन्छ र आवाज उठाउनुहुन्छ र त्यस्तो आवाज उठाउनुहुन्छ। र एरोन थापा जस्तो खेलाडी, छोटेहरू जस्तो खेलाडीहरूले कहिलेकाहीँ न्याय पाउँछन् उहाँहरूको आवाज सँगसँगै। त्यो कारणले गर्दाखेरि सो हार्डली थ्याङ्क्स टु अल नेपाली फुटबल लभर्स, फुटबल फ्यान्स। तपाईँहरूको सपोर्टले गर्दा, तपाईँहरूको मायाले गर्दाखेरि, मेरो आवाजमा तपाईँहरूको सपोर्टले गर्दाखेरि आज एरोन थापा छोटे कान्छो भाइ, हामी सबैको कान्छो भाइ एनएसएलमा एउटा बिग प्लेटफर्ममा आइपुगेको छ। त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र छोटेले पनि धन्यवाद दिन्छ त्यसलाई। धन्यवाद दियो त म धन्यवाद दिँदै आएको छु। खाना रेडी गरिदियो दाइ? छोटे फाइनली एनीमा आइपुगेको छ। छोटे कति दिन पछाडि रङ लाग्छ फेरि मेरो? रङ लाग्छ कति दिन पछाडि एनीमा ब्याक? कति हप्ता 2-3 हप्ता लगाइदियो नि। यिनीहरूको चल्दै थियो नि त बिरतामणमा
सो छोटे चाहिँ फेरि 2 हप्ता पछाडि एनीमा आइपुगेछ हाम्रो रेसिडेन्टमा छैन नि घिउ व्यापारी सुयन यता हेर सुयन ढोक दिया दादालाई ढोक दिया छिटो ढोक दिया खै ढोक दिया हात दिए त छोटे ढोक दिया यस्तो खाना दिया छोटेलाई राजा महाराज जस्तो छ त छोटे खाना त नि सिङ्गल छ त नि बाबालाई छ पोर्क लभर हो है बाई द वे त्यही भएर अब ढाबातिरै ससुराल बनाउ सोचिरहेको छ छोटै के अरे फेरि त्यो एउटा लास्ट वर्ड चाहिँ फेरि के अरे अब त्यही भएर पोर्क लभर चाहिँ के भएर अरे पोर्क लभर भइयो पोर्क मिठो त्यही हुने त्यही भएर ससुराल बनाउनु कि सोचिरहेको छु ल छोटेलाई चाहिँ कसले छोरी दिने छोरी बहिनी दिने छोटेले अब झापामै ससुराली बनाउने इच्छा गरिसकेछ है म विचार गरौँ कमेन्टमा है सो फाइनली छोटेलाई घरमा ल्याएर अहिले खानासाना खाएर सो फाइनली हाम्रो चाहिँ एउटा फ्यामिली गेट टुगेदर थियो त्यो सकेर एन्ड अब प्रोग्राम सकेपछि चाहिँ छोटेलाई म ब्याक टु एनएसएलको क्याम्पमा छोड्दैछु बिर्तामोड झापाको बिर्तामोडमा छोटेको पनि यात्रा राम्रै भयो फ्यामिली गेट टुगेदर पनि ठिकै थियो भन्छ है मैले भनेको होइन छोटेले रमाइलो भयो अब त्यही त भनिसकेँ अब त्यही त घरको खाना भनेको घरकै हुन्छ जतिको 5 स्टार भने जे भने पनि अब घरमा बोलाइदिनु भएकोमा दाजुलाई धन्यवाद होइन अब फेरि चट्ट टाइम मिल्यो भने छोटे तर यो तौले आएछ नि त यो तौले किन राखेको नि अघि कलर लागेको थियो र त्यहाँ मैले मागेर तौले ओछ्याएको थियो है ब्याक साइड फेरि यो मेरो चाहिँ होइन है फेरि अनि छोटेको त्यस्तो चटक्कको लुक्समा यो हल्का तौलेले डिस्टर्ब गरेछ क्या भिडियोमा मैले हेरिरहेको थिएँ कि त्यस्तै छ जो छोटे फाइनली नेपाली फुटबल फ्यानहरूको लागि यहाँहरूको माया यहाँहरूको सपोर्टले गर्दाखेरि थोरै तलमाथि केही भएको बावजुद पनि छोटे एनएसएलमा आएको छ त्यो नै हाम्रो लागि हामी नेपाली फुटबलको लागि नेपाली फुटबल फ्यानहरूको लागि राम्रो कुरा हो यहाँहरूको साथ र सपोर्टले गर्दाखेरि पनि चाहिँ एकदमै राम्रो भएको छ नरिवल पानीमा स्वागत छ हामी नरिवल पानी लिँदैछौँ नरिवल पानी अब यहाँ चाहिँ छोटो एउटा कुरा थाहा छ यो नरिवल पानी को मिस भएको छ को अरे सो माइलालाई पनि स्पेसल माइलाको लागि एउटा यहाँ हामी तर लिनु चाहिँ छोटे नत्र म लिन्छु है यो स्पेसल खै माइलाको लागि ल अर्डर गर कति अरे दिनु न 150 के पानी धेरै भएको दिनु है पानी धेरै भएको ल तर यो त कति सानो छ त नि यो त नि छोटेको जत्रै छ त हौ के हो कान्छाको छोटेको चाहिँ यत्रै छ होइन यत्रै तर फेरि नराम्रो नसोच्नु नि फेरि मन भनेको छोटेको मन चाहिँ यत्रो छ क्या मुटु सो अहिले एसियन हाइवेले गर्दाखेरि एकदम बाटो चाहिँ एकदमै धुलोहरू भइरहेछ धुलोले गर्दाखेरि खानेकुराहरू चाहिँ हाइजेनिक भइरहेको छैन होइन सो अब एकदम सर्ट टाइममै हाम्रो बाटोहरू बनिसकेपछि फेरि आमा कसको यो फेरि माइलाको जत्रो भइदिया हो अब छोटेलाई उसको ठाउँमा म छोडेर जाँदैछु यो होटल अर्किड
जहाँ चाहिँ एनएसएलको झापा एफसीको क्याम्प अहिले यहीँनिर बसिरहेछ हस्। कहिले काठमाडौँ जाने रे अब 1-2 दिनमा ल सियु सुन ओके कन्ट्याक्ट हुँदै गर्छ है हस् त। ओके ओके यो चाहिँ फेरि यो आफ्नो डल्लो चाहिँ राख्ने नि सुरक्षित ल हस्। ल आउँछन् जान्छन् धन्यवाद ल कान्छा बाबा बाबा ज्यादा ल